नमस्ते, मो डॉक्टर प्रसन्नजित कुमार रॉय, बन्धात्व विशेषज्ञ, न्यू लाइफ फर्टिलिटी सेन्टर सिलिगुडीबाट। एएमएच भान्जोपन क्लिनिकमा भनेको इन्फर्टिलिटी क्लिनिकमा सबैभन्दा धेरै गरिने परीक्षणहरूमध्ये एक हो। हामी असिस्टेड रिप्रोडक्सनको टर्सरी सेन्टर भएकाले करिब 50% बिरामीहरू कम एएमएच रिपोर्ट लिएर आउँछन्। त्यसैले धेरै जसो मानिसहरूले मलाई सोध्छन्, डाक्टर, यसको समाधान के हो? कुन डाइट, एक्सरसाइज वा लाइफस्टाइलले एएमएच बढ्छ? एएमएच के हो? एएमएचलाई अण्डाशयको ब्याङ्क ब्यालेन्स जस्तै बुझ्न सकिन्छ। जसको ब्याङ्क ब्यालेन्स राम्रो हुन्छ उसले खर्च गर्न समय र स्वतन्त्रता पाउँछ। त्यस्तै एएमएच राम्रो छ भने महिलासँग गर्भधारणका लागि समय हुन्छ र विभिन्न विकल्प प्रयोग गर्न सकिन्छ। तर जसको ब्याङ्क ब्यालेन्स कम हुन्छ उसले बुद्धिमानीपूर्वक खर्च गर्छ। त्यस्तै एएमएच कम छ भने डाक्टरको उद्देश्य उपलब्ध थोरै अण्डाको सही उपयोग गरेर छिटोभन्दा छिटो गर्भधारण गराउनु हुन्छ। एएमएच बढाउन सकिन्छ? एएमएच मूलतः जन्मेदेखि नै जिनद्वारा निर्धारित हुन्छ। उमेर बढ्दै जाँदा यो घट्दै जानु स्वाभाविक हो। अण्डाको संख्या र उमेर। महिला जन्मिँदा करिब 10 लाख अण्डा लिएर जन्मिन्छन्। किशोर अवस्थापछि महिनावारी सुरु हुँदा प्रत्येक महिनामा 1 अण्डा ओभुलेट हुन्छ, तर त्यससँगै हजारौं अण्डा नष्ट हुन्छन्। यो प्रक्रिया हरेक महिनावारी चक्रमा दोहोरिन्छ। उमेर बढ्दै जाँदा अण्डाको संख्या छिटो घट्छ। मेनोपज हुनुभन्दा करिब 10 वर्ष अगाडि एएमएच तीव्र रूपमा घट्न थाल्छ। उदाहरण, यदि कसैको मेनोपज 50 वर्षमा हुन्छ भने उसको एएमएच करिब 37-38 वर्षमै तीव्र रूपमा घट्न थाल्छ। कतिपय महिलामा सानै उमेरमा एएमएच कम पाइन्छ। यसको अर्थ ती महिलामा छिटो मेनोपज हुने सम्भावना हुन्छ। त्यसैले यसलाई समयमा पहिचान गर्नु धेरै महत्त्वपूर्ण हुन्छ। के एएमएच बढाउने कुनै औषधि वा उपाय छ? सिधा र स्पष्ट उत्तर छैन। एएमएचले अण्डाशयको जैविक उमेर बायोलोजिकल एज देखाउँछ। जसरी कुनै औषधिले तपाईको उमेर घटाउन सक्दैन, त्यसैगरी एएमएच बढाउने औषधि पनि छैन। उमेरले कपाल फुस्रो बनाउँछ, मुटु र हड्डी कमजोर बनाउँछ। कुनै औषधि वा सप्लिमेन्टले कपालको रङ परिवर्तन गर्न सक्दैन, डाई मात्र गर्न सकिन्छ, तर उमेर परिवर्तन गर्न सक्दैन। उमेर नै सबैभन्दा महत्त्वपूर्ण कारक हो। पीसीओएस भएका महिलामा 40 वर्षमा पनि एएमएच उच्च हुन सक्छ, तर अण्डाको गुणस्तर राम्रो नहुन सक्छ। त्यसैले एएमएच मात्रैले प्रजनन क्षमता, फर्टिलिटी पोटेन्शियल निर्धारण गर्दैन। एएमएच बढाउँछ भनी दाबी गरिने केही औषधिहरू। 1. DHEA। एएमएच बढ्छ भन्ने धेरै दाबी छन्, तर हालैका मेटा एनालिसिस अध्ययनले गर्भधारण दर बढाउँदैन भन्ने देखाएका छन्। बरु एन्ड्रोजेनिक साइड इफेक्ट्स, अनावश्यक रोग, एक्ने आदि हुन सक्छ। 2. कोएन्जाइम Q10। यो माइटोकन्ड्रियाको लागि पोषण हो। माइटोकन्ड्रिया कोशिकाभित्र ऊर्जा उत्पादन गर्छ। उमेरसँगै यसको कार्यक्षमता घट्छ। कोएन्जाइम Q ले माइटोकन्ड्रियालाई केही हदसम्म सक्रिय बनाउन सक्छ, तर अण्डाको संख्या बढ्दैन। एएमएच बढाउँदैन। केही हदसम्म अण्डाको गुणस्तर सुधार गर्न सक्छ, तर यसबारे ठूलो स्तरका अध्ययन अहिलेसम्म छैन। 3. स्टेम सेल थेरेपी। कम एएमएच, कम ओभेरियन रिजर्भमा प्रयोग गर्न धेरै अनुसन्धान भइरहेको छ, तर प्रभावकारिता ठूला अध्ययनमा प्रमाणित भएको छैन। साइड इफेक्ट्स स्पष्ट छैन। त्यसैले अहिलेलाई प्रयोग नगर्नु नै सुरक्षित हुन्छ।